Hi guys, welcome back to my Visaka Nana's channel. आज चाहिँ हामी जाँदैछौँ बाजेको घरमा हो। विशाखामा चाहिँ सुत्केरी भएर भर्खर उयो भएको तङ्ग्रेको हेर्दै गर्नुहोस् गाइस, अहिले भेट्छु। यहाँनिर चाहिँ अदुवाहरू रोप्दै रहेछ हो। यहाँ चाहिँ पुरै एग्रिकल्चरपट्टिको काम गर्नुहुन्छ अरे हो। माथितिर गाईहरू पनि छ, सुन्तलाहरू पनि छ, सब्जी सागहरू पनि छ। यस्तो छ धोत्रे बालासन गाइस। यो रोड चाहिँ भर्खर बनिँदैछ हो गाइस। यहाँ परबाट बनिँदैछ अनि यहाँ चाहिँ सबै फुलले पुरिसकेको छ। अनि यहाँतिर चाहिँ ऊपर चाहिँ विशाखा नानाको घर होइन। अनि यहाँ चाहिँ यस्तो छ दामी छ गाइस। हेर्दै जानुहोस् होला। अहिले भेट्छु गाइस। अन्त यो रोड चाहिँ बनिँदैछ तर कहिले पास हुन्छ त थाहा छैन यहाँ गाउँकोलाई पनि हो। बाटो चाहिँ यस्तो छ गाइस। हामी चाहिँ गएको। यो फुल चाहिँ दामी रहेछ है। हेर्नु फोटो खिचौँ पो लाग्दो रहेछ त है। यहाँ त यस्तो फुलको साथीहरू आजको दिन चाहिँ यतिको भइरहेको छ। अन्त यो चाहिँ धोत्रे बालासन हो। अन्त हाम्रो घरदेखि चाहिँ तल बाटोमा चाहिँ यस्तो मजाको देख्छ नि त, वरिपरि मजाको छ। अन्त म र बहिनी चाहिँ बाजेकोमा जाँदैछौँ। दामी छ यहाँबाट साथीहरू, दामी देख्छ पारिपरि सब। अनि गाइस हामी चाहिँ पुग्न आँट्यौँ, बाटोमा छौँ हो। म आँटेको छु। खोरहरू चाहिँ यहाँनिर छ हो गाइस। सुँगुर भक्कु रहेछ। यहाँ त सब्जीहरू पुरा हुन्छ सब्जीको टाइममा, तर अहिले चाहिँ छैन रहेछ गाइस। प्रहान साहब पर हेर्नुहोस् गाइस। उनीहरू कुदेको हामी अन्त मामाले त्यही चारो काट्दो रहेछ गाइस। चाहिँ माइजूले चुल्हा बनाउँदो रहेछ। बुझ्दैछु भन्दैछ। हाम्रो देखिरहेको छ त। अनि हामी चाहिँ घर फर्किँदैछौँ हो। बाजे त घाँसमा जानुभएको रहेछ, भेटिनौँ हामीले है म र बहिनीले। गाइस अब चाहिँ हामी घर फर्केको। नानालाई चाहिँ पुरा नानी काँदाखेरि हो। साइको जस्तो घर पनि नानीहरू हुन्छ भनिबस्छ होइन। अन्त पढ्नुतिर पनि लगेर गएको हामी। पनि त आयो गाइस भनिदेऊ न। हाई गाइस। हामी चाहिँ तिनजना दिदीबहिनीहरू। सबभन्दा ठुलो त्यहाँदेखि म, त्यहाँदेखि बहिनी। मेरो बहिनी चाहिँ घरमा छ, मेरो काई छोरी चाहिँ होइन। चाहिँ धोत्रे बालासनको समाज घर गाइस। बनिएको कति पनि भएको छैन। 2-3 दिन होइन, 1 वर्षहरू चाहिँ भयो होला गाइस हो। अन्त घर फर्केको बोजूलाई भेट्नु पाइनौँ। त्यो माइजू बहिनीलाई भेट्नु पायौँ हामीले। पहिला घरहरू थिएन हो गाइस। अहिले चाहिँ पुरा घर बनिसकेको रहेछ यहाँनिर। हुन्छ यतिको। तू है तो मुझे फिर और क्या चाहिए, तू है तो मुझे फिर और क्या चाहिए। किसी की ना मदद ना दुआ चाहिए।
जो कहना